नमस्ते सेवारू सम्पूर्ण साथीहरुमा आज चाहिँ विशेष गरी हाम्रो सर दिदीहरु मेमहरु आउनु भएको छ। उहाँहरु चाहिँ कहाँदेखि आउनुभयो र उहाँहरुले चाहिँ ट्रिनिटी कम्पनीको पियानो लिइसक्नु भएको छ। तपाईहरु कहाँदेखि आउनुभयो, तपाईहरुको परिचय पनि दिनु पर्यो। नमस्ते, म महेश खतिवडा। हामी उर्लाय नगरपालिका 4 आइतबारेबाट ज्ञानोदय सङ्कीर्तन मण्डलीमा आबद्ध हामी सदस्य हौं। हामीले भनेको हार्मोनियम भन्दा नि यो किबोर्ड चाहिँ अति आवश्यक परेको हुनाले हामी यहाँ नवीनजीकोमा आएर यो किबोर्ड आज खरिद गरिरहेका छौं। यो यसमा भनेको धेरै आइटमहरु रहेछ, धेरै सिक्नुपर्ने रहेछ, तर हामीले सीमित कुराहरु चाहिँ आज अलिअलि नवीनजीसँग ज्ञान लिएर यो खरिद गरेर लाँदै छौं। हजुरहरुलाई पनि आवश्यकता पर्छ भने यो सामान लिन नवीनजीलाई सम्पर्क गर्नुहुनेछ। उहाँले भरे यो भिडियो बन्दीमा आफ्नो सम्पूर्ण डिटेल्सहरु, उहाँले ठेगाना, मोबाइल नम्बरहरु सबै हजुरहरुलाई उपलब्ध गराउनुहुनेछ भन्दै मेरो 2 शब्द यहाँ गर्छु। हस्त धन्यवाद। तपाईलाई कस्तो लाग्यो? एकदम राम्रो लाग्यो। अब कति हार्मोनियममा मात्रै जाने हैन, अब जमाना अनुसार हामी पनि ढिलै भए पनि अब यो कति सुविधाहरू आएको छ। अब लगेर बजाम न, हामीले पनि अब कोसिस गर्दा हुन्छ भनेर। तपाईलाई चाहिँ? मलाई पनि एकदम राम्रो लाग्यो। अब हार्मोनियम बजाउँदा बजाउँदा पियानो बजाम न त भनेर साह्रै उत्साह भयो, साह्रै रहर लाग्यो र त्यही भएर हामीहरू यहाँ लिन आएको। हजुर, तपाईको नाम पनि तपाईको पनि भन्नुस् न। मेरो चाहिँ रेणुका डाङ्गे हो। म ज्ञानोदय हरिसङ्कीर्तनको उपाध्यक्ष हो। तपाई चाहिँ? नमस्कार, म अम्बिका खड्का। म चाहिँ ज्ञानोदय हरिकीर्तन मण्डलीको कोषाध्यक्ष हुँ। हजुर, ल तपाईहरुले धेरै धेरै धन्यवाद छ। नवीन म्युजिक शपमा आइदिनु भयो र एकदमै नवीन म्युजिक शपलाई माया गरेर तपाईहरुले किबोर्ड किनिदिनु भएकोमा तपाईहरुले मुरी मुरी धन्यवाद दिन चाहन्छु। हजुरलाई पनि धन्यवाद। धन्यवाद।